अहिले सरलाई 4 मा कसले जित्ला भनेर बुझ्नुभन्दा अगाडि योभन्दा अघिल्ला चुनावहरूमा के हुन्थ्यो, के भएको थियो त्यो हेर्नुपर्ने हुन्छ। बडो रोमाञ्चक छ, हिन्दी सिनेमाको कथा जस्तो छ। आउनुस् त्यो हेरौँ पहिला। 2079 मा समानुपातिक अर्थात् उम्मेदवारलाई होइन पार्टीलाई भोट हाल्ने जुन सिस्टम छ त्यसमा आएको मत हेर्दाखेरि त्यो क्षेत्रमा यस्तो देखिन्छ, जस अनुसार काङ्ग्रेसले 16,029 मत ल्याएर त्यहाँ पहिलो पार्टी भएको रहेछ, फर्स्ट पार्टी। दोस्रोमा जनमत पार्टी, तेस्रोमा माओवादी अनि चौथोमा मात्रै एमाले रहेछ। अघिल्लो चुनावमा त त्यहाँ काङ्ग्रेसले जितेको रहेछ र पो गगन थापाले सेफ ल्यान्डिङको लागि त्यो क्षेत्र खोज्दै गएका रहेछन् नि, कस्तो बाटो जितिहाल्छन् नि भनेर सोच्दै हुनुहुन्छ भने हतार नगर्नुहोस्, एकैछिन पक्नुहोस्। त्यहाँको कथा बेजोड छ। कस्तो बेजोड त्यो बुझ्नको लागि त्यही क्षेत्रको अर्को नतिजा अर्थात् प्रत्यक्ष हुनेले जित्ने अर्थात् उम्मेदवारलाई गएको भोट चाहिँ कति रहेछ त्यो हेर्नुपर्ने हुन्छ। आउनुहोस् त्यो हेरौँ। अब यो त्यही क्षेत्रको त्यही बेलामा भएको निर्वाचनको प्रत्यक्षतर्फ आएको मत। वेट वाट? समानुपातिकमा त काङ्ग्रेस पहिला भएको थियो त, अनि यहाँनिर त दोस्रो भएको देखिन्छ, हारेको देखिन्छ। उता पहिला हुने अनि यतातिर चाहिँ हार्ने, यो के तरिका हो? के मिलेन? अनि स्वतन्त्र उम्मेदवार अमरेश कुमार सिंहले 20,017 मत ल्याएर जितेका रहेछन् त। यहाँ टोटल भोटको संख्या हेर्दाखेरि चाहिँ समानुपातिकमा जति ल्याएको त्यो भन्दा पनि बढी भोट ल्याएको छ। प्रत्यक्षमा बढी भोट ल्याएर पनि समानुपातिकमा भन्दा पनि बढी भोट ल्याउने अनि फेरि हार्ने, त्यति मात्रै कहाँ हो र? यहाँ त पहिलो हुने पनि स्वतन्त्र, तेस्रो हुने पनि स्वतन्त्र उम्मेदवार, बिचमा छ काङ्ग्रेस अनि हारेको छ। एकछिन पक्नुहोस्। अनि एमाले खोइ त, यहाँ माओवादी खोइ त, तिनको उपस्थिति छैन यहाँ। किन नहुनु नि? उनीहरूको समानुपातिकमा त राम्रै भोट आएको छ त। बाबा के भएछ त? यहाँ दिमाग घुम्न थाल्यो होला तपाईँको, होइन? मेरो पनि त्यस्तै भएको थियो पहिलोपटक। के भएछ भन्ने प्रश्नको जवाफभित्र यो